मैले के खाएको र यो कसरी बनाउने यो भिडियो फुल हेर्नुहोस् अनि थाहा हुन्छ। आज नयाँ रेसिपी देखाउँछु म रोस्ट बनाउने। आज यस्तै पखेटा छ, यसरी काट्यो भने भित्रसम्म मसला छिर्छ, त्यही भएर काट्नुपर्छ अलिअलि यसरी, अनि राम्रो हुन्छ। यो चाहिँ काटिसकेको, अब यसरी काटेर यस्तो देखिन्छ, यसरी नै काट्नु होला तपाईँ। अन्डा चाहिँ अघि फुटाएर हालिसक्यो, अन्डाको चाहिँ भिडियो गर्नु बिर्सेछु खास गरी। यो चाहिँ मसला हो, रेड चिली डल्ले खोर्सानी अलिअलि हाल्नुपर्छ, धेरै हाल्नु पर्दैन। अचार पनि बनाइन्छ नि त, बढी धेरै हाल्नु। यो चाहिँ नुन अलिअलि, बढी अचार धेरै हाल्नु हुँदैन। अब अचार बनाउनुपर्छ कि खास गरी। यो चाहिँ नुन, अनि यो चाहिँ बेसर, तोला भयो त। अदुवा लसुनको पेस्ट पनि रेडी भइसक्यो। यो चाहिँ अदुवा लसुनको पेस्ट हालेको, अहिलेको पिसेको अदुवा लसुनको पेस्ट हाल्यो भने मिठो हुन्छ। खोइ यो चाहिँ बेसन हो, बेसन पनि हाल्नुपर्छ, बेसनले राम्रो हुन्छ, छरिनु दिँदैन, छिरिक मिरिक हुँदैन। चाहिँ तेल तातिँदैछ, रेडी। अनि यसरी मोल्नुपर्छ, मजाले मोल्नुपर्छ ताकि सबैतिर भित्र छिरोस् क्या मरमसलाहरू, नुनहरू। यसरी मोल्नुपर्छ है। रेडी फ्राई गर्नुपर्छ यसरी हालेर तेलमा, तातो पुरै मजाले तेल चाहिँ तताउनुपर्छ। तातेको छैन भने गाह्रो हुन्छ। यता चाहिँ बुवा हुनुहुन्छ, खाइरहनु भएको छ बुवा चाहिँ। यता श्रीमतीज्यू पनि खाइरहनु भएको छ, अनि यता चाहिँ मम्मी खानु हुँदैछ धमाधम। यता चाहिँ भतिजो पनि छ, भतिजो नि धमाधम खानुमा धमाधम छ।